गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामीहरू बढ्न थाल्नु भएको छ। आउनुहोस् जानौं डेङ्गु कसरी सर्छ, यसका लक्षणहरू के हुन्छन्, उपचारका क्रममा के कुरामा ध्यान दिनुपर्छ र आउने समस्याहरूको बारेमा। नमस्कार, म डाक्टर विवेक राज पौडेल, कन्सल्टेन्ट फिजिशियन। डेङ्गु एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। डेङ्गुका लक्षणहरू विभिन्न चरण अनुसार बढ्दै जाने गर्छन्। सुरुमा देखिने लक्षणहरू छन् टाउको दुख्नु, उच्च ज्वरो आउनु, आँखाको गेडीका पछाडिका भागहरू दुख्नु, मासुहरू गल्नु, शरीरमा तागत नहुनु, तारमतार बान्ता हुनु। डेङ्गुको भाइरसले हाम्रो कलेजोमा पनि असर गर्न सक्ने हुँदा जन्डिस पनि देखिने गर्छ। यस्ता लक्षणहरू देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई जचाउन आवश्यक हुन्छ। हामीले डेङ्गुको लागि NS1 एन्टिजेन, IgM एन्टिबडी र IgG एन्टिबडी गरेर 3वटा जाँचहरू गर्ने गर्छौं। यी 3वटा जाँचहरूमा ज्वरो लागेको सुरुवाती अवस्थामा 3 देखि 5 दिन भित्रमा NS1 पोजिटिभ देखिने गर्छ। यदि शरीरमा NS1 एन्टिजेन पोजिटिभ छ भने हामीले डेङ्गुको सुरुवाती अवस्थामा छ र अझै यसले दुःख दिन सक्छ भनेर बुझ्नुपर्छ। जब NS1 एन्टिजेन नेगेटिभ साथसाथै IgM एन्टिबडी पोजिटिभ आउन थाल्छ, त्यसपछि हाम्रो शरीरले डेङ्गुको भाइरसको विरुद्धमा एन्टिबडीहरू बनाउन सुरु गरेको छ भनेर बुझ्नुपर्छ। IgM एन्टिबडी पोजिटिभ आउन 5 देखि 7 दिन लाग्ने गर्छ। IgG एन्टिबडी पोजिटिभ आउनु भनेको योभन्दा अगाडि डेङ्गु भएर निको भएको भन्ने अर्थ लाग्छ। यसको अलावा रगतको जाँचमा देखिने अरू परिवर्तनहरू हुन् हाम्रो शरीरमा प्लेटलेटको मात्रा घट्नु, प्लेटलेट मात्र नभएर सेतो रगतको मात्रा पनि घट्ने गरेको पाइन्छ। साथसाथै शरीरमा पानीको कमी हुन गई रातो रगतको मात्रामा पनि तलमाथि हुने गरेको पाइन्छ। डेङ्गु भाइरसबाट लाग्ने रोग भएको हुनाले यसको उपचारमा प्रयोग गरिने स्पेसिफिक औषधिहरू छैनन्। हामीले शरीरमा पानीको मात्रा कम हुन नदिनु, बान्तालाई रोक्नु, टाउको दुखाइ, मासु गल्ने जस्ता समस्याहरूलाई रोक्नु नै प्रमुख उपचार हो। यदि डेङ्गुको उपचारको लागि सलाइन पानीको प्रयोग गरिराखेका छौं भने 3 देखि 5 दिनपछि जब ज्वरो कम हुन्छ त्यसपछि हामीले सलाइन पानी दिनको लागि चनाखो हुनुपर्छ। त्यो बेलामा फोक्सोमा पानी निस्किन सक्ने हुँदा हामीले बाहिरबाट सलाइन पानी दिँदा झन् त्यसले नराम्रो असर गर्न सक्छ। त्यस्तो अवस्थामा छातीको एक्सरे गरी त्यसलाई छुट्याउनु पर्छ। डेङ्गुको लक्षणहरू बढ्दै जाँदा देखिने अरू समस्या हो 5 देखि 7 दिनमा जब ज्वरो हराएर जान्छ, त्यसपछि शरीरमा मसिना राता डाबरहरू देखिने गर्छन् र छालाहरू चिलाउने गर्छ। यी कुराहरूले पनि डेङ्गु अब निको हुने क्रममा छ भनेर बुझ्नुपर्छ। कस्ता लक्षणहरू देखियो भने डेङ्गुलाई खतराको रूपमा हेर्ने। यदि बिरामीमा तारमतार बान्दा भइराख्यो, दाहिने कोखा दुख्ने समस्या भयो, रगतमा जाँच गरेर हेर्दा कलेजोमा असर देखिएका कारणले गर्दा बढ्ने इन्जाइमहरूको लेभल अत्याधिक मात्रामा बढेको छ भने, साथसाथै शरीरमा पानीको मात्रा कमी भएको छ, छातीको एक्सरे गरेर हेर्दा फोक्सो बाहिर पानी निस्किएको देखिएको छ भने, त्यस्तो अवस्थामा उच्च सतर्कता अपनाई नजिकको स्वास्थ्य संस्थामा भर्ना भई डाक्टरको सल्लाह बमोजिम उपचार गर्नु आवश्यक हुन्छ। डेङ्गु लागिसकेपछि उपचारमा विभिन्न समस्याहरू देखिने हुँदा डेङ्गु लाग्न नदिनु नै सबैभन्दा प्रमुख उपाय हो। यसको लागि लामखुट्टेको टोकाइबाट बच्नु अति आवश्यक हुन्छ। लामखुट्टेको नियन्त्रण गर्नु र लामखुट्टेको टोकाइबाट बच्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न माध्यमहरूमा उपलब्ध जानकारीहरूलाई सही प्रयोग गरी डेङ्गुबाट बच्नको लागि सचेत रहन सबैलाई जानकारी गराउन चाहन्छु।